2017 सालमा राजा महेन्द्रले बीपी कोइरालाको सरकार हटाए, तर उनले क्रिस्चियन मिसनरीहरूलाई भने चलाएनन्। महेन्द्रकै शासनकालमा नेपालमा क्रिस्चियन मिसनरीहरूले ललितपुरको गोदावरीमा सेन्ट जेभियर स्कुल बनाए, ललितपुरको पाटन अस्पताल सुरु गरे, पोखरामा साइनिङ अस्पताल बनाएर धर्म परिवर्तनको धन्दा चलाए। पञ्चायतकालको अवधिमा नेपालमा क्रिस्चियनिटी अत्याधिक फैलियो। विभिन्न क्रिस्चियन मिसनहरूका अनुसार पञ्चायतको 30 वर्ष अवधिमा नेपालमा वार्षिक करिब 11% दरले क्रिस्चियनहरूको सङ्ख्या बढिरहेको थियो। पञ्चायतकालमा इसाई मिसनरीहरूले सत्ताका हरेक क्षेत्रमा पहुँच बनाए। राजाको प्रत्यक्ष शासन भएको पञ्चायतकालमा मिसनरीहरू कहिले अमेरिकन पिस कोरका नाममा आए, कहिले भूमि सुधार आयोजना बनाउन आए, अनि प्लान इन्टरनेसनल र एक्सन एड जस्ता आइएनजिओ मार्फत नेपाललाई क्रिस्चियन मिसनको केन्द्र बनाइयो। इतिहासमा सुरु भएको त पृथ्वीनारायण शाहको राज्य विस्तारपछि त्यो रोकियो हैन। इसाईहरूलाई कसैलाई झुन्ड्याउने, कसैलाई देश निकाला गर्ने गरी रोकियो। त्यसपछि कहिले सुरु भयो त भन्दाखेरि त्यसपछि शिक्षाको नाममा सेन्ट जेभियर्स र सेन्ट मेरिज स्कुल जसले भित्राए, राजा महाराजा र राणाहरूले भित्रा हो कि होइन, र उनकै खलकहरूले सबभन्दा बढी त्यहाँ पढेर इङ्ग्लिस जानेर मोज गर्ने भने हो कि होइन, उनीहरूले भित्रा हुन् हो कि होइन। अनि त्यसपछि 46 सालभन्दा अगाडि नेपालमा चाहिँ जस्तो प्रकारको पनि एनजिओ आइएनजिओहरूलाई भित्राउनु पर्छ भने नियमावली ल्याएर एनजिओहरू दर्ता गराएर अनि खराब खालका एनजिओ पनि आए, असल खालका एनजिओ पनि आए कि आएनन्? कसले गरेको? तिनै राजा महाराजा र पञ्चहरूले गरे होइन। अनि 46 सालपछि चाहिँ झन् बाढी ल्याएको होइन एनजिओ आइएनजिओको? कसले ल्याएको? यिनै शासकहरूले होइन। आफैले आफ्नो अङ्ग्रेजी भाषा सिक्ने नाममा आफ्ना छोराछोरीलाई चाहिँ यसो सिकाउने नाममा चाहिँ सारा मिसिनरी भित्राउने शासकहरू, राजा महाराजाहरू